आज चाहिँ हामी एमआइएसमा चाहिँ तपाईले चाहिँ विद्यार्थीहरू ट्रान्सफर गर्नुभएको छ। तपाईले अपडेट गर्दाखेरि ट्रान्सफर गर्नुभयो, ट्रान्सफरमा राख्नुभयो, तर तपाईले चाहिँ ट्रान्सफरमा गएर हेर्दाखेरि ट्रान्सफरमा अप्सनमा तपाईको विद्यार्थीको नाम चाहिँ देखाएको छैन भने चाहिँ कसरी चाहिँ हामीले त्यो ट्रान्सफरमा राख्ने, यस भिडियोमा फुल जानकारी तपाईले पाउन सक्नुहुनेछ। तपाईहरुले यदि ट्रान्सफरमा राख्नु भएको छ तर ट्रान्सफर भएन अथवा ट्रान्सफर लिस्टमा छैन, जस्तै हामी यहाँ हेरौँ स्टुडेन्ट रेकर्ड र हामी चाहिँ यहाँ स्क्रोल गर्दै देख्न सक्नुहुन्छ स्टुडेन्ट ट्रान्सफर, जस्ट तपाईले देख्नुहुन्छ। यसमा चाहिँ हामीले फिल्टर गरेर हेर्दाखेरि ट्रान्सफरमा चाहिँ तपाईको स्टुडेन्टको नेम छैन भने तपाईले जस्ट अब तपाईले चाहिँ त्यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईहरुले चाहिँ यो अनडु अपग्रेड भनेर देख्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईले माथि देख्न सक्नुहुन्छ स्टुडेन्ट रेजिस्ट्रेसन भनेर। यसमा चाहिँ हामीले जस्ट हामीले सिम्पली के गर्नुपर्ने हुन्छ भन्दाखेरि यसमा चाहिँ हामीले स्टुडेन्टको चाहिँ तपाईको आइडी नम्बर हुन्छ नि, इमेज नम्बर, स्टुडेन्टको इमेज नम्बर चाहिँ यहाँ राखेर हामीले लोड गरेर चाहिँ यसलाई चाहिँ अनडु गर्नुपर्ने हुन्छ। यदि अनडु गरिसकेपछि हामीले चाहिँ टक्क यो देख्न सक्नुहुन्छ अपडेट भन्नेमा, अपडेटमा गएर तपाईले चाहिँ यहाँ पास्ट गरेर फेरि तपाईले चाहिँ अपडेट गर्नुपर्ने हुन्छ। त्यसरी अपडेट गर्नु भएपछि तपाईको स्टुडेन्ट ट्रान्सफर भन्ने अप्सनमा चाहिँ तपाईले चाहिँ यहाँ तपाईको विद्यार्थीको नाम आउँछ र हामीले चाहिँ ट्रान्सफर गर्न सकिन्छ। यसरी अहिले चाहिँ अलिकति चेन्ज भएको छ हैन त। यसमा चाहिँ अनडु गरेर चाहिँ तपाईले चाहिँ फेरि अपडेट गरेर विद्यार्थीलाई हामीले चाहिँ ट्रान्सफर गर्न सकिन्छ। साथीहरु यो छोटो भिडियो चाहिँ तपाईहरुलाई यो स्टुडेन्ट ट्रान्सफरमा लिस्टमा चाहिँ तपाईले ट्रान्सफर लिस्टमा चाहिँ राख्नुभयो तर यहाँ ट्रान्सफर लिस्टमा चाहिँ देखिएन भने चाहिँ कसरी गर्ने हामीले ट्रान्सफर भनेर चाहिँ यो भिडियो एउटा रहेको थियो। त्यसैले तपाईले बुझ्नुभयो होला। आजको भिडियो यति नै छ, हामी नेक्स्ट भिडियोमा जान्ने छौं। हस्त आज